हे गाइज वेलकम ब्याक टु माई च्यानल। आजको भिडियोमा तपाईँलाई स्वागत छ। अहिले चाहिँ बेलुकाको टाइममा भिडियो सुरु भइरहेको छ अनि आज चाहिँ तपाईँले एउटा खतरनाक चिज देखाइरहेको छु। हाम्रो जो कि यो गुलाबको फुल लगाइरहेको थियो नि, त्यो चाहिँ लागेर पुरै देख्नु न, पुरै कस्तो रातो तरिकाले फुलिरहेको छ देख्नु होइन। पुरै पिङ्क कलरको देख्रहेछ अनि फुल्यो भने चाहिँ पुरै रातो रातो भइरहेको छ देख्नु होइन। यो चाहिँ पिङ्क कलरको भइरहेको छ अनि यो चाहिँ देख्नु होइन पुरै रातो रातो छ। अनि खेतमा चाहिँ अनि गहुँहरू सबै काटिसक्नुभयो, देख्नु सक्नुहुन्छ गाउँको मान्छेले सबैले। अहिले चाहिँ खाली खाली लागिरहेको छ सबै खेत। 2 दिनमा सकिसक्यो यो खेत। हाम्रो गाउँको खेत गाइज हाम्रो गाउँको खेतहरू न 2 दिन 3 दिनसम्म पुरै काटेर सकाउँछन्, किनभने यति धेरै बिहानदेखि बेलुकासम्म लाग्छन् कि पुरै काटेर फिनिस गरिदिन्छन्। त्यसैले पनि अस्ति भर्खर नै हेर्दाखेरि हल्का हल्का काट्न सुरु भइरहेको थियो, आजकल त पुरै काटेर सकाइसकेको छन् देख्नु। पुरै यहाँ आइज 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 औ औ औ सौरेले माथिया आयो सौरी आइज सौरी ला यो खाना ल खायो कस्तो खाना न अझै खाइरहन्। त अहिले चाहिँ लक्ष्मणले बार्खाहरू लिएर आइसकेको छ देख्नु होइन। अनि मैले चाहिँ यो यसमा केही थियो खानेकुराहरू बार्खाको लागि, त्यो चाहिँ दिएर खाइरहेको छन्। अनि सौरी भने चाहिँ मसँग आइरहेको छ, हेर्नु न कसरी अगाइरहेको सौरी चाहिँ। अनि यिनीहरू बार्खा पनि टन्नै अगाइरहेको छन् देख्नु। सौरी चाहिँ यसको नाम हो होइन। अनि आजकल यिनीहरू बाना पढेर पनि आफूलाई बोलाएर भनेर सौरी सोचेर यिनीहरू पनि आउँछन् कि सौरी भन्यो भने सौरे सौरे आइज देख्नु न। सौरी भने चाहिँ हाल्छ क्या, उतिलाई पनि सौरी भने चाहिँ आउँछ, यसलाई पनि सौरी भनेपछि आउँछ है भन्छु ल। सौरे 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 ले सौरे सौरे देख्नु न हेरिरहेछ। सौरी भन्दाखेरि चाहिँ आजकल यी 3टा बार्खाहरू चाहिँ मतलब आफूलाई बोलायो भनेर आइरहेको छन् कि सौरे छैन क्या भोलि खाने है, माथि आइज चल 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 हिँड गोडमा हिँड हिँड। अनि यहाँ देख्नु होइन हाम्रो खेतको गहुँ गाई देख्नु होइन, यस्तो ठुलो ठुलो बाला भइरहेको छ देख्नु होइन। यो चाहिँ हाम्रो खेतको गहुँको बालाहरू हो देख्नु। मम्मीले चाहिँ यति बचेको थियो, यो चाहिँ लिएर आउनु भएको रहेछ। यस्तो हुन्छ देख्नु हाम्रो खेतको बाला चाहिँ। यो चाहिँ गहुँको बाला हो, यसमा चाहिँ गहुँ हुन्छ अनि यो चाहिँ पिसेर यसको रोटी बनाउँछन्, तपाईँले थाहै होला होइन। यति ल्याउनु भएको छ मम्मीले। यो चाहिँ लास्टमा बचेको घरमा लिएर खान्छन्। यो हाम्रो सुन्दर घरमा बनाएर आज खान्छौँ। यसलाई चाहिँ पोल्छन् होइन, आगोमा यति टेस्टी हुन्छ कि। गाइज मैले लिएको चाहिँ यो कट्टा हो गहुँको। हाम्रो खेतमा चाहिँ एउटै कट्टा भयो खेतको देख्नु होइन, गहुँको कट्टा हो यो। यति धेरै भारी छ कि मैले कट्टा न 50 किलोको रहेछ होइन। मैले चाहिँ एकदमै बिस्तारै बिस्तारै लिएँ, किनभने एकदमै भारी थियो। गहुँको कट्टा हो नि त एकदमै भारी हुन्छ। यो चाहिँ 50 किलोको भन्दा नि ओभर छ के, पुरै फुल भरिदिएको छ। नत्र भने आधा हाले पनि 50 किलो पुग्छ होला, नत्र फुल भरिदिएको छ। गाइज आजको बादल देख्नु न, पुरै बादल त चम्किलो भइरहेको छ अनि पुरै ब्ल्याक ब्ल्याक बादल पनि छ देख्नु होइन। अनि यता खाली छ देख्नु होइन। अनि यता त पुरै कालो कालो बादल आइरहेको छ यहाँबाट चाहिँ। अब पानी पर्छ होला बेलुकामा केही। अनि अहिले चाहिँ यो लगाउँदैछु म चाहिँ, यो लगाउने गरेँ मम्मीले। यहाँ डिलरको साइडमा लगाउने भन्दै हुनुहुन्छ। यो चाहिँ गाजो छ अनि यो चाहिँ यता साइड लगाइदिनु पऱ्यो नि त। अनि यो हाम्रो चाहिँ घाँस नभएको सिजनमा चाहिँ यो गाई बस्तुहरूले चाहिँ यो हाल्छन् देख्नु होइन। यो चाहिँ गहुँको परालो, यो चाहिँ हाम्रो घाँस नभएको सिजनमा यो हाल्छन् देख्नु। अब यो चाहिँ स्टोर गरेर राख्छन् आजकल, अनि घाँस नभएको सिजनमा चाहिँ हाल्छन्। अहिले चाहिँ यसलाई स्टोर गरेर राख्छन् देख्नु होइन। यति धेरै छ कि मैले चाहिँ यसमा फटाफट धुम लगाउनु पर्छ। त अहिले भने मैले यताको म भएको साइडको पुरै पराल लगाइसकेँ होइन। अब यो यताको साइडको मात्रै बचेको छ देख्नु। यो पराल चाहिँ लगाएर आएको छु अनि यताको साइडको चाहिँ मैले लगाइसकेँ म भएको ठाउँमा। अनि अब चाहिँ राति हुन लागिसकेको छ। तपाईँ चाहिँ